हेलो एन्ड नमस्ते एभ्रिवान, वेलकम टु माई फर्स्ट मिनी ब्लग। आजबाट म मिनी ब्लग स्टार्ट गर्दैछु र यो ब्लगमा मेरो डेली लाइफको सानो सानो मोमेन्टहरू सेयर गर्नेछु। आशा छ तपाईँहरूलाई मनपर्ने छ मेरो भिडियोहरू। आज मेरो क्लास थियो र बिहानै उठेर 9 बजे म क्लास गएँ र 10 बजेसम्म हुन्छ क्लास। त्यसपछि म बसको लागि निक्लेँ र त्यसपछि म क्लास पुगेँ। क्लास पुगिसकेपछि साथीहरूसँग कुरा भयो, अनि पछि धेरै दिनपछि क्लास गएको हुनाले धेरै रमाइलो पनि भयो। क्लास सकेपछि हामीले चिया पिउने पनि कुरा गरौँ। चिया पिउनको लागि हामी क्याफे गयौँ र 2वटा चिया मगायौँ। चिया पिउसकेपछि हामीले रमाइलो कुरा गरौँ खाँदै पिउँदै। त्यसपछि झोल मोमो पनि आयो अनि हामीहरूले झोल मोमो खायौँ र एकदमै मिठो ग्वाम खायौँ होइन। अनि त्यसपछि हामी लाग्यौँ, साथी चाहिँ आफ्नो रुमतिर फर्क्यो भने म भने बाग बजारतिर गएँ। म पनि आफ्नो रुमतिर जानको लागि फेरि बसमा बसेर म पनि रुमतिर फर्किएँ। थ्याङ्क यू सो मच फर वाचिङ भिडियोज।